युद्ध गर्न किन छोरा मान्छेलाई मात्र पठाइन्छ? टाइटानिक बोटमा बच्चा र महिलाहरूलाई पठाएर किन छोरा मान्छेहरू त्यो चिसो पानीमा डुबेर मर्न तयार भए? प्रत्येक बिल्डिङ, प्रत्येक कन्स्ट्रक्सन, प्रत्येक रोड बनाउनलाई किन छोरा मान्छे मात्र पठाइन्छ? प्रत्येक अप्ठ्यारो काम गर्न किन छोरा मान्छे मात्र पठाइन्छ? किनकि छोरा मान्छे भएर जन्मिनु भनेकै अप्ठ्यारो काम गर्न, युद्ध गर्न, प्रोभाइड गर्न, प्रोटेक्सन गर्नको लागि। छोरा मान्छे युद्धमा जान्छ किनकि ऊ आफ्नो देश, आफ्नो बच्चा, आफ्नो श्रीमतीको लागि हाँसी हाँसी मर्न तयार हुन्छ र मर्नु पनि पर्छ। छोरा मान्छे भनेको त्यही भएर छोरा मान्छे भएर जन्मिसकेपछि युद्ध गर्न सक्दैनौ, फाइट गर्न सक्दैनौ, स्ट्रगल गर्न सक्दैनौ भने तिमी हार्नलाई जन्मेको। यु आर जस्ट बोर्न टु लुज, एक्सेप्ट द्याट फ्याक्ट मदरफकर। इफ यु कान्ट फाइट, if you can't struggle as a man. आजको मोडर्न युगमा एभ्रिथिङ इज वार, हरेक कुरा युद्ध हो। जब पाउनलाई तिमीले युद्ध गर्नुपर्ने हुन्छ, तिम्रो फ्यामिलीको लागि प्रोभाइड गर्न तिमीले युद्ध गर्नुपर्ने हुन्छ। एउटा यस्तो सिस्टम बनेको छ, यहाँ सबै मान्छे तिमीलाई लडाउन चाहिरहेका छन् र तिमी उठ्न मात्र पनि यहाँनिर युद्ध गर्नुपर्ने अवस्था छ। सिस्टमले अट्याक गर्छ, सिस्टमसँग पनि युद्ध गर्नुपर्ने अवस्था छ र त्यो युद्धमा तिम्रो बच्चा, तिम्रो आमा, तिम्रो बुढी, एउटा छोरी मान्छे सिस्टमसँग फाइट गर्न जानेवाला छैन। यु आर अ फकिङ म्यान एन्ड यु निड टु गो टु द ब्याटल एन्ड यु हेभ टु फाइट देयर। इफ यु स्याक्रिफाइस योर लाइफ, इभन यु निड टु बी ह्याप्पी देयर। तिमीले त्यो फाइटमा, त्यो ब्याटलमा गएर तिमी चाहिँ मरेछौ भने पनि तिमी हाँसी हाँसी खुसी हुन तयार हुनुपर्छ कि म एउटा छोरा मान्छे भएर मैले आफ्नो कर्तव्य पुऱ्याएँ। छोरा मान्छे भएर जन्मेपछि युद्ध गर्न तयार हुनुहोस्, कि त युद्ध गर्न तयार हुनुहोस् कि त हार्न तयार हुनुहोस्। त्यहाँनिर अरू कुनै अप्सनै छैन लाइफमा। छोरा मान्छे भएर जन्मेपछि कि त युद्ध गर्नु पर्यो कि त हार्नु पर्यो, होइन भनेदेखि अप्सनै छैन। त्यो गाडी तिमीलाई मन परिरहेको छ, अर्को मान्छेलाई पनि मन परिरहेछ। त्यो केटी तिमीलाई मन परिरहेछ, अर्को केटालाई पनि मन परिरहेको छ। त्यो घर तिमीलाई चाहिरहेछ, त्यो अर्को मान्छेलाई पनि चाहिरहेछ। कसले पाउने त? हरेक कुरा युद्ध हो। अर्कोले पायो, तिमीले पाएनौ भने युद्ध त्यो मान्छेले जित्यो, तिमीले हार्यो। दे आउट कम्पिट यु। तिम्रो बच्चा बच्ची हुर्काउन, राम्रो शिक्षा दिन, प्रत्येक कुरा आज यहाँ युद्ध। त्यही भएर छोरा मान्छे भएर युद्ध गर्न सक्दैन भने यु आर जस्ट बोर्न टु लुज। एक्सेप्ट द्याट फ्याक्ट। दसैँ आउँछ, तिहार आउँछ, राम्रो लुगा, गरगहना, मेकअप, खेलौना बच्चा र छोरीले मान्छेले मात्र लगाउँछ। एउटा छोरा मान्छे उसले पैसा कमाउँछ र पनि उसलाई एउटा खेलौना पनि चाहिँदैन, एउटा चाहिँ ड्रेस पनि उसलाई राम्रो चाहिँदैन। ऊ पुरानै ड्रेस लगाएर पनि के गर्न दसैँ तिहारमा खुसी हुन सक्छ र हुनु पनि पर्छ। तिम्रो छोरा मान्छे भएर जन्मिसकेपछि तिम्रो त्यो कर्तव्य हो। त्यसैले छोरा मान्छेलाई म्यान भनिएको हो, म्यान।